के को हामीसँग त पैसा छैन, दाइले नै तिर्ने हो, हामीसँग पैसा छैन। हामीलाई दाइले फसायो, हामीलाई फसाएर चाल। हामीसँग त्यत्रो पैसा छ नि छैन, हामी गिराइनौँ, त्यही दाइलाई खोजेर ल्याउँछौँ है बहिनी हामी। तपाईँहरू खाने बेलामा मिलेर खानुभयो, पैसा तिर्ने बेला हाना थाप नगर्नु, जसरी नै तिर्नुपर्छ हामी तपाईँलाई छोड्दैनौँ। तपाईँलाई यहाँ पैसा तिर्न चाहन्छौँ। तिमीहरू दुईजनालाई म लात्ताले हान्छु, फेरि म तिमीहरूलाई कारबाही ठुलो गर्छु, पैसा नदिई मात्रै हेर त। यस्तै भिडियो हेर्नको लागि मेरो युट्युब च्यानल पारुहाङ कार्टुन्सलाई लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला है मित्र साथीहरू। होइन हौ केटा, हामीले कुखुराको सपेटा र रक्सी नखाएको धेरै भयो। केही उपाय लगाएर आज खानुपर्छ सोताङ होटलमा गएर। पैसा न पैसा टिकी ट्यास कहाँबाट निकाल्नु पैसा? हामी जस्तो लफङ्गा बेरोजगारले तनाव गोजीमा 1 रुपियाँ छैन। खै के गर्नु, परिश्रम गर्न अल्छी लाग्छ। अब केही न केही इलम त गर्नु पर्ला। तिमीहरू जस्ता फटाहाको सङ्गतले म बिग्रिएँ। तेरो शाखा सन्तान नै चोर थियो, तँलाई थाहा नै छ। तेरो बाउ चोर काण्डमा जेलमा नै छन्, अनि मलाई फटाहा भन्छस्? होइन, आज मलाई के भएको, रक्सी र मासु पो खान मन लाग्यो साह्रै नै। अब के गर्ने, कसलाई ठग्ने त? अब मसँग त पैसा नै छैन, कहाँ गएर कसलाई ठगाउँ त? त्यो बिर्खेलाई जान्छु, अब त्योसँग भेट गर्छु, त्यसलाई ठग्नु पर्यो, त्यसलाई फसाउनु पर्यो, होटलमा लगेर अब लाग्छु। अम्बो, तिमीहरू यहाँ, तिमीहरूलाई मैले कहाँ खोजिन। जाउँ हिँड सेन्तेरेम खान। खै के गर्नु, खान त मन छ नि, हामीसँग 1 रुपियाँ छैन, होटलमा फेरि खान दिँदैन क्यारे। पैसाको टेन्सन किन लिन्छौ केटा हो? मसँग छ नि, मसँग हिँड सोताङ होटलमा। आज कुखुराको सपेटा र बियर खानुपर्छ। तिमीहरूलाई खुवाउने मेरो जिम्मा भो। कति खान्छौ? सक्दो खानुपर्छ। ल हिँड है त। साँच्चै हो मेरो दाजु, यस्तो शुभ कार्यमा त ढिलो गर्नु हुँदैन रे। बुढापाकाले भनेको। लौ मेरो दाजु, यसको कुरा सही हो, ढिलो नगरौँ दाजु। होटलमा खाने कुरा सकिन पनि सक्छ, चाँडो भन्दा चाँडो जानुपर्छ। लौ त्यसो भए फलो मी। साँच्ची भनेको केटा हो, ढुक्कले खाऊ, पैसा तिर्ने म छँदैछु। ल आज त सोताङ होटल त सुनसान छ त हौ, मान्छे छैन क्या हो? ल बस्दै गर है केटा हो, म बियर र त्यो सपेटा भन्छु है। मेरो दाजु, गोल्डन वाक पनि खानुपर्छ है आज। खाँदै गर्नुपर्छ भाइ हो, माग्दै गर्नुपर्छ। आज कतिको बिल उठ्दो रहेछ, म तिरिहाल्छु। खानुपर्छ, ढुक्क हौ, के खान मन लाग्छ भन न। दाइ, रोस्टा पछाडि माछा तारेको पनि खानुपर्छ। कस्तो राम्रो फ्राई गरिरहेको छ, माछा त मेरो फेभरेट हो नि। माछा नखाएको पनि धेरै भयो हौ। ल भाइ हो, ल नआत्यौ न, बिस्तारै खाँदै जाउँ। के खान मन लाग्छ अर्डर गर्दै जानुपर्छ, नआत्यौ। आज दाइले हाम्रो मनोकामना पुर्याइदिनु भयो। हामी दुईजना मासु र रक्सी खाने कुरा गर्दै थियौँ, ठ्याक्कै दाइ आइपुग्नु भयो। जे भने नि, म दाजु हो नि त, म तिमीहरूको कुरा बुझ्छु नि त। तिमीले चिताउनु पर्छ, म पुर्याइदिन्छु। म त्यस्तो मान्छे हो केटा हो, बुझ्यौ? खै ढिलो गरौ, यिनीहरूले त के गरेर ढिलो गर्छौ? पख्ता भइसक्यो, ल्याउँदैन, म भरेर आउँछु है भाइ हो, बस्दै गर है त। आयो है भाइ, आयो सपेटा, तातो नअड्काइ खाऊ है, फेरि आत्तिर हतार खाएर अड्काउला है। दाइ नरिसाउनु ल, स्टाफहरू थोरै भएको कारणले अलिकति ढिलो भयो, नरिसाउनु है। ओके छ त, किन रिसाउनु? बियर चाहिँ ल्याइहाल त, ल छिटो। बियर 3टा अहिले ल्याइहाल।
ल दाइ ल्याएँ 3वटा, अरू केही चाहियो भने माग्नु होला, हामी ल्याइहाल्छौँ। ल केटा हो, अब खाना सुरु गरौँ है त। ला त यो खा, ला त यो खा, यो म खान्छु। अब ट्याक्क खानुपर्छ है केटा, बिस्तारैसँगले के खान मन लाग्छ भन, खानुपर्छ। दरो आज म तिमीहरूलाई दरो खुवाउँछु, तिमीहरूलाई अविस्मरणीय क्षण हुन्छ है केटा हो। खाऊ खाऊ। स्वादिष्ट छ है। ओहो मिठो छ। ओहो लेग पिस त मिठो रहेछ नि त। ल ल खाऊ खाऊ भाइ खाऊ। खोइ त हौ केटा हो, तिमीले त खानै सकेनौ, खोइ अगाए भन्न थाल्यौ। ल ल ठिकै छ, अब फेरि पनि खाउला। खोइ त अब बियर 6वटा त खाइएछ, गोल्डेन वाक एउटा त खाइएछ, 5000 नै उठेन। ल म पैसा हिसाब किताब गर्न गएँ, बस्दै गर, म आइहाल्छु है त केटा हो, खाँदै गर। दाइले आज हामीलाई दरो खुवाउनु भयो। दाइ पनि यस्तो रमाइलो खालको मान्छे पो हुनुहुँदो रहेछ, हामीलाई थाहै थिएन। खालि हामी त फटाफटा भन्थ्यौँ। सही रहेछ दाइ त। ओइ सुन त, साथी त दाइको पनि कमाइ त खासै छैन, के भएर आज दाइले यस्तरी खुवायो हामीलाई? मैले कहाँ तिर्ने हो र, भाइहरूले नै तिर्छ नि, म त खाने मात्रै पो हो त। के हो दाइ त आउँदैन त, अघि तिर्नु भएको निकै बेर भइसक्यो त। दाइ त कता पो हरायो, कता गयो? फेरि साउनी पनि यतै आउँदै थिइन्। तपाईँहरू किन यहाँ बसिराख्नु भएको? दाइ त अघि गइसक्नु भयो त, भाइहरूले पैसा तिर्छ है भन्दै गइसक्नु भयो त, तपाईँहरू किन बस्नुभएको? कि अझै खानुहुन्छ कि के हो? ल्याइदिनु पर्ने हो भन्नु है। के को हामीसँग त पैसा छैन, दाइले नै तिर्ने हो, हामीसँग पैसा छैन। हामीलाई दाइले फसायो, हामीलाई फसाएर चाल। हामीसँग त्यत्रो पैसा छ नि छैन, हामी गिराइनौँ, त्यही दाइलाई खोजेर ल्याउँछौँ है बहिनी। तपाईँहरू खाने बेलामा मिलेर खानुभयो, पैसा तिर्ने बेला हाना थाप नगर्नु, जसरी नै तिर्नुपर्छ, हामी तपाईँलाई छोड्दैनौँ। तपाईँलाई यहाँ पैसा तिर्न चाहन्छौँ। तिमीहरू दुईजनालाई म लात्तैले हान्छु, फेरि म तिमीहरूलाई कारबाही ठुलो गर्छु। पैसा नदिई मात्रै हेर त। नहिर्काउनु दाइ हामीलाई, नहिर्काउनु, हामी पैसा मिलाउँछौँ। हाम्रो मोबाइल छ, राखिराख्नु, पछि हामी मोबाइल काटेर लान्छौँ। हाम्रो 2जनाको मोबाइल राख्नु है दाइ, मिल्नुपर्छ। हामी के गर्नु नगर्नु है हामीलाई दाइ। नमस्कार, मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है। गुड बाई।